त्यहाँ माथि पनि एउटा अत्यन्तै सुन्दर अविस्मरणीय ठाउँ रहेछ। एकदम रोडैको हाइवे रोडको किनारैमा रहेछ यो स्कुल। सैना मैना परवा परमेश्वर नमुना माध्यमिक विद्यालय भनेर त्यसैको अवलोकन गर्न आज हामी यहाँ आएका थियौँ। ल सैना मैनाको यो नमुना स्कुलमा हामी आइपुगेका छौँ। अब यहाँ मैले सानो क्लिप बनाइरहेको छु। यो सैना मैना नगरपालिका 1 मा रहेको सैना मैना रानी बगैँचा रूपन्देही 1 2031 सालमा स्थापना भएको सैना मैना पौराहा परमेश्वर माध्यमिक विद्यालयमा आज हामी अवलोकन भ्रमणका लागि आएका थियौँ र यहाँको अवलोकन गरेर साह्रै उत्साहित भयौँ। एकदमै नमुना नै रहेछ यो विद्यालय। हामीसँग अब हामीले उहाँले गरेका कुराहरू जुन अहिले यहाँ भएका कुराहरू सबै हामीसँग सेयरिङ हुन्छ। यी कुराहरू हामीले त्यो विद्यालयमा लागू गर्न खोजिरहेछौँ। जस्तै एक शिक्षक एक ल्यापटप जुन यहाँ यो नगरले गर्यो, हाम्रो नगरले पनि त्यो अभियान सुरु गरेको छ। फुलबारी कार्यक्रम जुन हाम्रो नगरले पनि जुन सुरु गरेको छ। खाजा कार्यक्रम जस्तै यहाँ क्यान्टिनमा व्यवस्था रहेछ। हाम्रोमा भने क्यान्टिनलाई उहाँका धेरै विद्यार्थी भएको भएर मलाई नछेकम। दुर्गा आधारभूत हाम्रो विद्यालयलाई पहिलो रूपमा लिएर यो विद्यालय बनाउनु भएकोमा यहाँहरू सम्पूर्ण विद्यालय